हाम्रो चाहिँ प्रतीक्षाको फल अब पुरा हुँदैछ। तपाईँले चाहिँ आज हामीले घरमा भित्राउन लागेको सामान भनेको चाहिँ घरमा भित्राउन लागेको त्यो चिज भनेको चाहिँ के हो रे बुढी? हजुर के हो रे हामीले घरमा भित्राउन लागेको चिज? हेलो नमस्ते मिनासान ओहायो गोजाइमासु। सबैलाई स्वागत छ आजको मेरो नयाँ डेली ब्लगमा। आज चाहिँ मेरो लागि एकदमै स्पेसल डे रहेको छ। मेरो लागि किन स्पेसल डे रहेको छ भन्ने कुरा चाहिँ तपाईँहरूले थाहा पाउनुहुने अहिले एकछिनमा थाहा पाउनुहुनेछ। र आज चाहिँ बिहानैदेखि हाम्रो घरमा भजन बजाउँदैछ होइन, किनकि आज स्पेसल डे रहेको छ मेरो। सो त्यही भएर चाहिँ आज बिहानैदेखि भजन बजिरहेको छ। अनि यता मेरी बुढी चाहिँ अब के गर्दैछिन् है, आज स्पेसल डे भनेर पनि होला। अनि बुढी कस्तो लागिरहेको छ आजको दिन? खुसी लागिरहेछ। किन खुसी लागिरहेछ त? पछि थाहा हुन्छ। ल बुढीले पनि पछि थाहा हुन्छ भनिन् है। सो अब हाम्रो चाहिँ अब पहिला बुढीले बिहान उठ्दा बित्तिकै मेकअप किन गर्दैछिन् भन्ने कुरा पनि त्यसको एकछिनमा थाहा हुनेछ। सो अनि हामी चाहिँ यता आज पूजा पनि गर्नेछौँ है। यसै पूजाको सामानहरू पनि रेडी भइसकेको छ। बुढीले बिहान यो पनि माझेर लिइसकेको छिन्। अनि अलिकति फलफुलहरू अब के गर्नुपर्ने यो सब बुढीको काम हो है। मेरो काम अब खासै केही पनि छैन होइन। धेरै समयको प्रतीक्षापछि फाइनल्ली चाहिँ एउटा आफ्नो सपना आफूले सोचेको कुरा पुरा हुँदै गर्दाखेरि आफूलाई एकदमै खुसी लाग्दो रहेछ। अनि बुढीलाई पनि उपहार स्वरूप हामीले घरमा भित्राउन पाउँदाखेरि बुढीलाई पनि खुसी लागेको छ र मलाई पनि खुसी लागेको छ। यो दौडानमा धेरै कठिनाइहरू थिए, विघ्न बाधाहरू थिए होइन। यो सानो खुसी भित्राउनलाई पनि धेरै कुराहरू थिए, तर पनि हामीले फाइनल्ली त्यो कुराहरूलाई सबै कुराहरूलाई पार गरेर आज फाइनल्ली हामीले चाहिँ त्यो कुरा भित्राउँदैछौँ। त्यसको लागि म एकदमै खुसी छु। सर्वप्रथम त बाबा मम्मीलाई अब सम्झाउनै पर्ने हुन्छ होइन। बाबा मम्मी बिना सम्भव हुने थिएन। यो सबैको देन बाबा मम्मी नै हुनुहुन्छ। सो मैले चाहिँ भगवान्लाई पनि हामीले धन्यवाद दिनै पर्छ होइन। भगवान्ले पनि कहीँ कतै हाम्रो सधैँ नै राम्रो होस् या नराम्रो हुँदाखेरि हामीलाई हौसला दिनुभएको छ होइन। राम्रो बाटोमा हिँड्न प्रेरित गर्नुभएको छ। मेन त भगवान् भन्नु मैले बाबा मम्मीलाई भगवान्को रूपले मान्छु। बाबा मम्मी पछिको यदि भगवानै हुनुहुन्छ भने पनि भगवान्ले पनि हाम्रो लागि सायद राम्रै गर्नुभएको छ होला। हामीले देखिँदैन होला, देखिएको छैन होला, सायद राम्रै गर्नुभएको छ होला। र भगवान्लाई पनि यो दिनका लागि एकदमै धन्यवाद दिन चाहन्छु, किनकि यो दिनमा म एकदमै खुसीको दिन मलाई लागेको छ र म खुसी पनि छु, खुसी भएको पनि छु। सो यो दिन पनि हाम्रो पनि यस्तो दिन पनि आउँदै रहेछ भन्ने कुरामा चाहिँ मलाई आज गर्व लागिरहेको छ। हाम्रो पनि खुसीको दिन आउने रहेछ है। सधैँ दुःखका दिन, सधैँ पीडाका दिन मात्र नभएर कहिलेकाहीँ खुसीका दिन, आफूले चाहेको पुरा भएको दिन पनि हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले आज महसुस गर्न पाएको छु। त्यसको लागि फाइनल्ली हाम्रो चाहिँ प्रतीक्षाको फल अब पुरा हुँदैछ। तपाईँहरूलाई पनि हाम्रो के रहेछ त हाम्रो प्रतीक्षाको फल भन्ने कुरा चाहिँ अब देखाउन लागिरहेको छौँ। अब प्रोपरली चाहिँ अब हाम्रो नेपाली समाजमा केही कुराहरू घरमा भित्राउँदाखेरि पूजाआजा गरेर चाहिँ भित्राउने चलन छ। त्यो चलनलाई हामी चाहिँ आत्मसात गर्दै हामी चाहिँ टक्क पूजाआजा गरेर हामी भित्राउन लागेको छौँ। अब घरमा बेहुली भित्राउँदा जसरी हामी पूजाआजा गर्छौँ त्यसरी नै हामी आज चाहिँ हाम्रो नयाँ चिज भित्राउँदै गर्दाखेरि हामी चाहिँ त्यो पूजाआजा अब एकछिनमा पूजाआजा गर्दैछौँ। अनि हाम्रो चाहिँ आजको गेटअप यस्तो छ है। मेरो यस्तो छ, बुढीको यस्तो छ गेटअप। यस्तो गेटअपमा हामी चाहिँ रेडी हुन लागिरहेको छौँ। सो त्यही नै हो। अब एकैछिनको प्रतीक्षापछि तपाईँहरूले थाहा पाउनुहुनेछ।
चाहिँ यहाँ बढियाजीले बढिया हुन्छ के भन्छ बुढीजीले यहाँ चाहिँ पूजाको तयारी गर्दै हुनुहुन्छ। म चाहिँ मोबाइल ठडाएर बसिरहेको छु होइन। मैले पनि अब पूजा गर्नुपर्छ। अब यहाँ भगवान्लाई पुजेर होइन बाबा मम्मीको आशीर्वाद त लिइसक्यो। अब भगवान्लाई पुजेर अनि अनि हाम्रो आजको स्पेसल पाहुनालाई चाहिँ अनि हामी पूजा गरेर भित्राउनेछौँ। के गर्ने मैले अब पूजा गर्ने ल। अब हाम्रो चाहिँ प्रतीक्षाको घडी सकिसकेको छ। हामीले चाहिँ आज हामीले घरमा भित्राउन लागेको सामान भनेको चाहिँ घरमा भित्राउन लागेको त्यो चिज भनेको चाहिँ के हो अरे बुढी? हजुर के हो अरे हामीले घरमा भित्राउन लागेको चिज भनेको यो हो। हामीले चाहिँ फाइनल्ली जापानको 7 वर्षको मेहनत पश्चात होइन सङ्घर्ष पश्चात अब फाइनल्ली एउटा घरमा चाहिँ गाडी भित्राउन लागिरहेको छौँ। सो त्यही नै हो होइन। चाहिँ एकदमै खुसी लागेको छ आज यो भित्राउन गाडी बाहिर भित्राउन पाउँदाखेरि। अब हामी चाहिँ गाडीको पूजा गर्नतिर लागिरहेको छौँ। अब नेपाली परम्परा अनुसार गाडीलाई चाहिँ पूजा गर्ने चलन रहेको छ र त्यो अनुसार नै हामीले आज गाडीको पूजा गर्न लागिरहेको छौँ। सो यही नै हो गाइज है। भिडियो अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला है त। विनायक शुभ नयना करुणामय गौरी हर श्री वरद विनायक ओंकार गणपति अधिपति सुखपति चंद्रपति गंगापति लीन निरंतर ल फाइनल्ली हाम्रो पूजाको भिडियो पनि सकिसकेको छ। बुढीको चाहिँ खुट्टा पाउ चाहिँ गाडीमा चाहिँ टेकाइ पूजा सम्पन्न भयो। गणेश भगवान्लाई पनि पूजा गरियो। हाम्रो सबै भगवान्लाई चाहिँ सम्झेर हामीले चाहिँ पूजा आज सकियो। सायद सबै भगवान्ले पनि हामीले सम्झ्यौँ। जति हामीले जानेको भगवान्हरू हुनुहुन्छ सबै भगवान्लाई हामीले सम्झने कोसिस गरेका छौँ। बाआमाको आशीर्वाद लिइसकेका छौँ। त्यही नै हो। अब राम्रोसँग ड्राइभिङ गरेर आगामी जीवन चाहिँ राम्रो होस् भन्ने चाहिँ म आफूलाई पनि कामना गर्छु। भगवान्बाट चाहिँ त्यही आशा गर्छु, प्रार्थना गरेको छु। अनि बुढी कस्तो लागिरहेको छ तिमीलाई?
खुसी लागेको छ त्यही त बुढीलाई खुसी लाग्नु स्वाभाविक हो होइन अरू के लागेको छ त अब टक्क बुढासँग साइडमा टक्क गाडीमा सारा चढ्ने होला नि होइन ल त्यही नै हो गाइज सो हाम्रो चाहिँ भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला भिडियोलाई सब्सक्राइब गर्न नबिर्सिनु होला फाइनल्ली हाम्रो चाहिँ नयाँ सन्तान होइन नयाँ सन्तान नयाँ साथी जे भने पनि चाहिँ यो आज आएको छ सो यसलाई म वेलकम टु माई होम भन्न चाहन्छु है यो मेरो छोरो भने नि छोरी भने नि है अब सन्तान भयो नि त एउटा सन्तान हो यो पनि साथी जे सब थोक हो अब सब थोक नै यो अब बुढीलाई बरु बुढीलाई साइड लगाएर बुढीलाई साइड होइन बुढी आएपछि नै यो मेरो जिन्दगीमा खुसी आएको हो सो त्यही नै हो बुढी अरू केही छ र थ्याङ्क यू सो मच बुढी थ्याङ्क यू सो मच